हेलो नमस्कार। नमस्कार। हजुर बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्र कुबेर खातुन जी हैन? हजुर हजुर भन्नु। एसपी साहब जुन केही दिन अघि बडीघाट खोलामा जुन एकजना महिला त्यहाँबाट बगेर तल खरबाङ नजिकै फेला पर्यो गीता नेपालीको, उनको हत्या हो या आफू खुसी हो के खुलेको छ? हत्या हो, कस्तो हत्याराको नाम ठेगाना पाउन सकिन्थ्यो कि? त्यहाँ चाहिँ यो बागलुङको चाहिँ बडीघाट गाउँपालिका वडा 5 भन्ने हजुर हिरा बलानी मगर नै हो त्यो मूल हत्यारा। हत्या गरी फालेको भनेर त्यस दिन साँझ जब उनी त्यो पुलबाट काम गरेर फर्किए, नन्द भाउजू फर्केका छन्। ती नन्द भाउजू मध्ये उनकी भाउजू सीता पनि त्यति बेला 8 बजीसम्म बियर सियर खाएर बसेको एउटा भट्टीमा भन्ने सुन्नमा आएको छ। यो के हो? केहीसम्म उनीहरू पहिला सँगै के भन्ने कुरा हो, तर पछिबाट चाहिँ भाउजू चाहिँ त्यहाँबाट फर्किएको हो। उनीहरूको चाहिँ अब सम्झौता फर्किएको चाहिँ उहाँ यहाँ केही लागि यहाँ बोलाइएको उहाँलाई। हजुर। अनि यो हत्याको कारण के छ? बलात्कार पछि हत्या भनिएको छ कि के छ? बलात्कार पछिको हत्या त होइन, यो चाहिँ अब उनीहरूको एउटा सम्बन्ध चाहिँ चोकी भन्ने कुरा हो। अब उनीहरूको चाहिँ एउटा प्रेम सम्बन्ध जस्तो पाइहाल्छ। प्रेम सम्बन्ध अथवा त्यस्तो गर्भधारण गरेको भन्ने गाउँमा हल्ला पनि छ, के पाउनु भएको? उनीहरूले बिचको प्रेम सम्बन्ध रहेको, प्रेम सम्बन्ध रहेपछि चाहिँ अब उनले चाहिँ अब त्यो हुनुहुन्छ सीता नेपाली, उहाँ चाहिँ अब 35 वर्षको हो उहाँ। अब उहाँले अलिकति अब अबभन्दा लगभग आधा उमेरको त्यो तपाईँको प्रेम सम्बन्ध अलिकति त्यो केटाले के गर्नु पर्यो, नत्र मलाई म उजुर गर्छु भन्ने हिसाब किताबले साधन गर्छु भन्ने कुरा भनेपछि मुद्दा चलिसक्यो, अब अगाडि बढिसक्यो। निजले पनि स्वीकार गरेको अवस्था। हस् एसपी साहब, जानकारीलाई धेरै धेरै धन्यवाद। हस्।